सूर्य पौडेल काफ्ले हैन आज क्षेत्र प्रताप स्मृति दिवसको अवसरमा मैले आदरणीय दाजु आकाश अधिकारीको कविता वाचन गर्न गइरहेकी छु उहाँकै अनुमतिमा है। कस्तो लाग्छ यो कविता चाहिँ औरे छन्दमा रहेको छ। ल सुन्नुहोस्। उदास चेहरा लिएर आमा पिँढीमा बसेकी गगनको काखा छाडेर तारा भुइँमा खसेकी अँध्यारो रात सुखा थोपा परेली दिलैमा पर्ने नै भयो छोटा र पीडा आकाशको दिलैमा पर्ने नै भयो छोटा र पीडा आकाशको दिलैमा आँसुको भिला सुसाई बग्यो कर्णाली नदी झैँ आँसु त बग्यो बगेन छाया झल्झली आँखामै आँसु त बग्यो बगेन छाया झल्झली आँखामै आँसुको रङ र पानीको रङमा भेटिन्न भिन्नता प्यासाको घैला नभरेपछि लाग्दैछ खिन्नता प्यासाको घैला नभरेपछि लाग्दैछ खिन्नता पसिना रगत बगाएको ती भिजेन धरती पसिना रगत बगाएको ती भिजेन यो धरती आकाशमा जुन नभएपछि ताराले के गर्थे आकाशमा जुन नभएपछि ताराले के गर्थे मौला यो सपना झुटको खेती गरेर बाँच्नेको मिल्दछ बात साउती मार्दै पिँढीमा हाँस्नेको मिल्दछ बात साउती मार्दै पिँढीमा हाँस्नेको आकाश पनि रित्तिन थाल्यो झरेर जुन तारा फेगिन्छ अब कसरी आकाश नपाए सहारा फेगिन्छ अब कसरी आकाश नपाए सहारा जुनले पनि बसाई सरिन अर्काको सहरमा जुनले पनि बसाई सरिन अर्काको सहरमा मुलुक छाडी तारा तिहिरे कमाउने रहरमा मुलुक छाडी तारा तिहिर तारा निहिरे कमाउने रहरमा खराको छानो दुःखको मानो कसरी जुराउने खराको छानो दुःखको मानो कसरी जुराउने यो मन मेरो भुल्दैन कहीँ कसरी बुझाउने यो मन मेरो भुल्दैन कहीँ कसरी बुझाउने। हस् धन्यवाद।